अब चाहिँ यसरी पिठो मोसिराखन रोटीको पिठो अपुग भएर मजाले यसरी बनाउने हो कि रोटी चाहिँ खानुपर्छ बाबा के चाहिँ भाइलाई जस रोटी हाल्न सिकाउँदै रोटी हाल्न चाहिँ सिकाउँदै हो। अब भाइको रोटी चाहिँ कस्तो बन्छ हेरेर प्रतिक्रिया दिउँ त। कसरी हाल्दा चाहिँ रोटी राम्रो बन्छ र के गरेर बनाउँदा चाहिँ रोटी अलिकति हाल्न सकिन्छ भन्ने कुरा सिकाउनु पर्यो। है साथीहरू, हामी चाहिँ मलेसियामा रोटी बनाइरहेको। यसरी रोटी बनाएर खानुपर्छ। हेरौँ त हाम्रो रोटी, मैले बनाएको रोटी चाहिँ कस्तो छ, राम्रो छ कि छैन, यसो कमेन्ट गरौँ। त्यस पछाडि खाने कति गरम गरम रोटी आफै हालेर खाने को हुनुहुन्छ मलेसियामा आएर रोटी बनाएर खाने, कमेन्ट गरौँ त। चाहिँ यसरी पाकिरहेछ है, यसरी पाक्दैछ। त्यस पछाडि यति चाहिँ पाकिसकेको छ। रोटी खानुपर्छ आज चाहिँ दबाएर। यो चाहिँ फाइनलमा यस्तो बनेर आयो। हाम्रो 5 जनाको लागि स्पेशल रोटी बन्यो बन्न चाहिँ। अब बनाउन जाने पनि नजाने पनि खाइदिने हो, बाँकी चाहिँ हेर्नुपर्छ। अब ठ्याक्कै के भन्छ स्पेशल लोकल के भन्छ अरे असला माछाको तरकारी र रोटी खानुपर्छ।